म तिमीलाई आफ्नै घर जे हुनु भइहाल्यो। अब हामी मिलेरै बसौँला नि। हुन्छ सानी, अब तिमी र म मिलेर घर गरेर खाउँला नि त। चौतारामा मात्र कति बसौँ, घरमै गएर सल्लाह गरौँ नि त। जाउँ। हुन्छ नि त। सानी के भयो, किन रिसाएर बसेको? अस्ति त त्यही केटीसँग चिप्केर बस्नु भएको थियो त, अहिले त म चाहिँदो रहेछ त। जानु न त्यहीसँग बस्नु गएर। त्यो त मेरो साथी मात्रै हो नि। थाहा छ, साथी हो कि साथीभन्दा माथि हो। तपाईँ कस्तो हुनुहुँदो रहेछ भनेर मैले बुझ्दैछु। त्यो मेरो साथी मात्रै हो कि, त्यस्तो नसोच न। म त तिमीलाई नै माया गर्छु नि। बुझ्नु छैन मलाई कसैको माया साया। बुझ्ने प्रयास गर न सानी, तिम्रो लागि त जे पनि गर्नु तयार छु नि। यति माया गर्ने मान्छेले पहिले नै भन्नु पर्थ्यो नि त। पहिले भन्ने त मौका नि त दिनु पर्यो नि त तिमीले। थाहा छ तिमीलाई म कति माया गर्छु भनेर, त्यसै शङ्का गर्छु र मैले। म पनि त तिमीलाई त्यतिकै माया गर्छु नि। अबबाट कहिले शङ्का नगर्नु ल, म पनि तिमीलाई शङ्का गर्दिनँ। हस्। गुरुबा दर्शन, गुरुबा मेरो सबै हेरिदिनु पर्यो। के हेरिदिनु पर्यो र तिम्रो? शिरदेखि पुछारसम्म सबै हेरिदिनु पर्यो गुरुबा। बालक, तिम्रो त पुछार छैन। सिधै पुछारसम्म हेरौँ न, पुछार छैन। मैले हेर्ने भने त हात हेर्ने हो। ओहो बालक, तिम्रो त ठुलो दशा छ त। के छ गुरुबा? यो त पूजापाठ धेरै गर्नुपर्ने हुन्छ। तिम्रो ठुलै दशा छ। तिमीलाई अरूले मनसाइदिएको रहेछ। तिम्रो घरमा कन्या मात्रै छन् जस्तो छ। के हो यहाँ त त्यस्तो देखिन्छ? ठिक भन्यो गुरुबा, कन्या मात्रै हो। तर छोरो एउटा मलाई चाहिएछ गुरुबा। छोरो हुँदै भएन, के गर्ने होला गुरुबा? तिमीबाट छोरो हुने योग छैन। तिम्रो छोरो हुने योग गर्नलाई तिम्रो दशा गरेर कटाउनु पर्छ। अब के कटाउनु पर्यो गुरुबा? के हो नि, मैले नहुने बिहे त अर्को पनि बिहा गर्न खोजिरहेको छु बा मैले। बिहे गर्नु परेन। जस्तो अब मैले हजुरलाई कसरी बुझाउने, पहिला दोस्रो बिहे भने बिहाले बिहा गर्ने भन्ने हुन्छ नि। हजुर। हो त्यस्तो कटाउनु पर्ने हुन्छ। अब छोरी 6 वर्ष 7 वर्ष भइसक्यो गुरुबा, यिनीबाट मलाई छोरो हुँदै भएन। होइन, यो बुढो के भन्नुहुन्छ? अब उहाँ हजुरको परिवार ल, म हजुरको परिवारले हेर्नु। बालिका तिम्रो हात दियो। ल, तिमीलाई छोरा चाहिने हो भने 3 चोटि पुग्नुपर्छ। अब तपाईँहरू सल्लाह गर्नुहोस्। तपाईँलाई के छोरा चाहिने कि छोरी चाहिने? छोरा चाहियो हो नि। छोरा चाहियो हो? ल, सल्लाह गरेर आउनु। छोरा चाहिने हो भने अनि म के गर्नुपर्छ विधि म सिकाउँछु। ल जानु, सल्लाह गरेर आउनु। ल जानु। जाउँ बढी जाउँ।
अचम्मै मानिस हो भने ज्योतिषीले जे भने त्यसमा पत्याइदिए नि। अब के गर्नु त अब ज्योतिषले जे भन्यो त्यो मान्नु त परिहाल्यो नि। तिमीलाई त्यही छोरो चाहिने रे। छोरो चाहिन्छ भने मेरो मिहिनेत म अझ गर्न छोडिदिने क्या अरे। अन्त ल डक्टर कहाँ जचाउँछु के कहाँ लान्छौ? उहाँ लैजाने नि उसमा पाटना हस्पिटलतिर जचाउँला। लग्यौ तिमीले पाटन हस्पिटल। टिचिङ हस्पिटल छ। तिमीलाई खालि छोरो मात्रै भन्छ। मलाई नि छोरो चाहियो तिमीलाई चाहियो। मलाई चाहिँ चाहिएको होइन तिमीलाई चाहिँ चाहिएको हो। अनि वंश थाम्ने चाहिएन भने भएको छ त छ नि घरमा छोरी। छोरी एउटा भयो छोरो भने ढिकुरा पुजारी भन्छन्। आफू चतुरले फेरि यो छोरो नभइकन चित्तै बुझ्दैन। ल भयो ल हिँड। पण्डित बा नमस्ते। हात हेराउनु पर्यो। 2,000 को हो कि हेर्नु बा? 1000 के हो त यो? 1000 को हालिदिएको। ल देखाउनु साथ हेर्नु के समस्या हो भन्नुहोस् न। मैले के पण्डित बा हजुर त्यहाँ गाउँमा एउटा केटो छ है, लास्टै मन परेको है। के कस्तो होला, पाउँदैन होला त्यो केटासँग? के गाउँमा एउटा केटा के मन परेको भनेको? त्यो केटासँग तिम्रो घर जान चल्दैन नानी। किन? यहाँ तिम्रो दोष देखिन्छ। कसरी दोष देखिन्छ हो? अब यहाँ देखिन्छ, देखेको कुरो भनिदिने हो मैले। दोष कटाउनु पर्छ। तिम्रो योग त एउटा पण्डितसँग हुन लेखा छ। को पण्डित? कहाँको पण्डित हो? पूर्वतिरको। ए हो? पूर्व ल त्यसको हुलिया बताउनु त। त्यसो हुलिया बताउनु भन्दा नि अब मैले यहाँ जे देखेँ त्यही भनिदिनु। हेर्नुहोस् तपाईँको त्यो केटासँग तपाईँको घरबार हुँदैन। अब तपाईँको योग भने त्यो एउटा पण्डितसँग हुन्छ। अब त्यो पण्डितसँग कि त्यो पण्डितसँग गर दशा कटाएर त्योसँग गर्नुहोस् हुन्छ। त्यो पण्डितसँग केही नभइकन त्यो केटासँग बिहा गर्नु भने तपाईँहरू दुईजनामा एकजना रहँदैन। अनि भन्नु नि त के गर्नु पर्यो? को हो त्यो पण्डित? कस्तो हुलिया छ? होइन पण्डितसँग भनेपछि त यो भन्ने कुरो भएन नि त। पण्डितसँग भनेपछि पण्डितसँग गर्नु पर्यो नि त। त्यस्ता पण्डितहरूसँग कहिले बिहा गर्छ हो? त्यो त अब तपाईँको विचारको कुरो हो। अब गर्दिनँ म त्यही केटासँग गर्छु। त्यो केटासँग गर्नुभयो भने 6 महिना पनि तपाईँहरूको टिक्दैन। म टिकाउँछु नि। ठिक छ। अब तपाईँ जबरजस्ती गर्नुहुन्छ त मैले के भने यहाँ मैले प्रष्ट देखाएको छ। ल हेर्नुहोस् त झल देखाएको छ। घोर अनर्थ छ। ल यो हुँदैन। तपाईँ जानुहोस् हुँदैन। कहाँ बसारे काम नपाएर? त्यो पण्डित भने तिमी नै होइन? ल हात नहाल्नु छ। पण्डितलाई हात नहाल्नु। यस्ता नि पण्डित रे पुगेर फेरि कति नै मैले नि हान्दिनँ पुगेर। यस्तो पण्डितसम्म हेराउँदिनँ कति नै। कति बेला आउने होला हो अनिल पनि? भन्दै गर्नु पर्यो। हेलो हेलो अनिल कहाँ हो के तिमी? भन न। छिटो आऊ न, म बसेको छु। ए हस् ल तिमी बस म ए ल किन रिसाएको हो? गर्नुपर्छ। आउँदो त थियो हो, फोन गरिहाल्नु पर्छ त। कति ढिलो गरेको त तिमीले? घरमा अलिकति काम थियो नि त। के काम छ? के काम भन्दिनँ, घरको काम त छ नि त। घरमा गर्ने मान्छे कोही छैन। यता गऱ्यो उता गऱ्यो। म आएको कति बेला थाहा छ? 1 घन्टा भइसक्यो पुगेको। आइ त हालेँ नि। के भन्नुपर्ने भन न। यस्तो ढिलो गरेर अघि नै दिन पुगेको 1 घन्टा भइसक्यो। ए बाबा सरी के सरी, घरमा काम त भनिहालेँ नि त मैले। ल अब छोड त्यो कुराहरू। के कुरा भन नि त अनि। तिमीसँग बोलेर बस्न मन लागेको त्यही भएर इजाजत मलाई पनि खोइ नदेखेपछि कहाँ देखेपछि त्यस्तो हुन्छ हो। त्यही त अब त बिहे गर्नुपर्छ कि है हामी पनि? खोइ मलाई बिहे भन्ने बित्तिकै भित्रैबाट डर लागेर आउँछ। पहिला त्यस्तो झ्याइ गरेर बिहा गरियो, त्यस्तो गरेर गयो। खै मलाई त खोइ के यहाँ त्यो पहिलाको कुराहरू सबै छोडिदिनु के? अब त्यो बितिसकेको कुराहरू नगरौँ।
अब त नयाँ जिन्दगीको सुरुवात गर्नु पर्यो के के भन्नु अब तिमीले नै भन्छौ भने एकचोटि घरमा पनि सल्लाह गर्नु छ खासै बिहा गर्नु त मलाई मन थिएन हो तिम्रो ढिपीले हो कि आखिर मलाई पनि एउटा जीवन साथीको त खाप्ची थियो जाउँ यहाँ बसेर कति गफ गर्नु हुन्छ घरमा सल्लाह गर्नु अनि मलाई खबर गरिहाल है भइहाल्छ ल जाउँ है ल कस्तो राम्रो के त है राम्रो रहेछ यो हाम्रो गाउँ कति सुन्दर छ है तिमीभन्दा सुन्दर त यो गाउँ त के मलाई स्वर्ग पनि लाग्दैन यसरी मेरो तारिफ नगर न त बेहोस भएर चल्दा नि तारिफ होइन साँच्चीकै भने हो क्या तारिफ यो वैशाखमा त अब यस्तै भयो अब मङ्सिरमा चाहिँ पक्कै बिहा गर्नुपर्छ भइहाल्छ नि तिम्रो लागि त 1-2 महिना त के हो र 1000 जुनी पनि कुर्न तयार छ जय शम्भो कैलाशपति ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय जय शम्भो जय शम्भो जय शम्भो जय शम्भो कहाँ गए यसैसम्म आउँदैन नि त काम गर्ने मान्छे कहाँ गयो होला यसैसम्म 10 बजीसम्म आउँदैन मान्छे कति तनाव देखा अब के गर्ने यिनीहरूलाई हटाएर अरू नै खोल्नु पर्ला जस्तो अरूलाई राख्नु पर्ला कहाँ गयो फोन गर्नु पर्यो ए तिमीहरू आउनु बेला भएन कहाँ छौ अहिले तिमीहरू नआउने भन अब म तिमीहरूलाई काममा लाउनु म अरूलाई पनि लाउँछु नआउ ल भयो तिम्रो टाइममा आएर हुन्छ मेरो काम यहाँ लेचो साइड छ यो सकेर अरूको ठाउँमा काम गर्ने भने मलाई तनाव दिने तिमीहरू भएन तिम्रो काम भयो बेला आउने कि नआए आउनु नभन ल भयो मैले फोन काटेँ यिनीहरू जति माया गरेर पनि नहुने जे भन्छ तिनीहरूलाई त्यही गर्दाखेरि नहुने भएपछि यिनीहरूलाई किन काममा लाउने मलाई तनाव बोबा के गर्ने होला कसलाई लाउने होला काम नमस्ते के भन्नु आयो के गर्नु पर्यो मलाई नि यसो काम पाउँछु कि भनेर यहाँ काम गर्ने मान्छे नआएर लठा बचाउँछ तिमी आऊ काम गर्न पाउँछौ म भएपछि तिमी जे पनि काम पाउँछौ के काम होला काम अहिले म त साइड छ यहाँ छ अर्को पनि छ घरैसी काम पनि छ तिमी काम गर्छौ भने म चाहिँ तिमीलाई चाहिँ म काम दिन्छु काम त गर्ने हो ल ठिक छ काम गर्ने मैले भने मान ल आऊ यहाँ बसौँ गफ गरौँ हेर म भएपछि तिमीलाई के चाहेर म काम दिइहाल्छु नि अरू हामी त लुगा पर्दैन चाहिँ हेरे काम खोइ म भन म काम दिन्छु तिमीलाई हुन्छ सर हुन्छ हस् हुन्छ सर म भोलि आउँछु नि है ल आउँदै गर हस् भोलि आउँछु यस्तो त आइराखे हुन्थ्यो काम हुन्थ्यो काम साइडको काम भन्ने त छँदैछ नि यस्ता केटीहरू आइराखौँ न यो मुस्ताङ्गी गाला त टोकी टोकी खानुपर्छ के गर्नु केटी मान्छेलाई साह्रै गाह्रो रहेछ एक्लो भएर बाँच्न पनि साह्रै गाह्रो रहेछ काम खोज्नु जाँदाखेरि पनि त्यस्तो गर्दो रहेछ एकदम नराम्रो दृष्टिले सोचेर व्यवहार गर्दो रहेछ बरु त्यो भन्दा त बरु कान्छी ल्याए पनि बरु बुढोसँगै बसेको भए मलाई ठिक हुन्थ्यो होला राम्रो हुन्थ्यो होला मेरो मोटु अठमै परेको म त आज तिम्रो माया म त पागलै भएँ
मैले त धोके पाए जस्तो पिटी बोल्छ बा ठिकको बस्नु छ सानी तिमी देख्छौ त मेरो मन के कुरा गर्छ यो साने भएको कुरा गरेको हो नि जहिले भेटे पनि ठट्टा गर्छ के ठट्टा गर्नु कुरा केही छैन भएको कुरा गरे हो अनि तिमी कहाँ जाँदा लागेको भन त तिमीलाई भेट्न आएको नि सानी यो हो र मलाई पनि भेट्न आएको तिमी छक पर्छु के म तिम्रो कुरा सुनेर नि जाऊ सानी त्यही पट्टि जाऊ मलाई मात्रै किन यस्तो वज्रपात भइरहेछ मलाई पनि त रहर हुन्छ नि आफ्नो बुढो सधैँ भएर आफूसँगै हिँडेको कहिले पनि निकाउँदैन जहिले बिरामी म त बाँच्नुभन्दा बरु मर्नै ठिक लाग्ला जस्तो छ के गरेको हो किन त्यस्तो गरेको मलाई बचाउन चाहिँ किन खोज्नुभयो के तपाईँले अनि तिमी मर्न चाहिँ किन लाग्यो त भन न मलाई किन मर्नु पर्यो किन मर्नु पर्यो तपाईँलाई के थाहा अनि भन नि त मलाई नभनिकन कहाँ थाहा हुन्छ त जानेजु तपाईँलाई थाहा छैन मलाई कति पटक तपाईँले मलाई पैसा सहयोग गर्नुभएको छ मेरो बुढो बिरामी भएर कहिले पनि निकाउन सकेको छैन कति माग्नु पैसा छोरो विदेश गएको पनि केही कमाइ भएन त्यसको त्यसै बिग्रेर आयो अनि म नमरेर के गरौँ भन्नु त भन नि त मलाई के गर्नु पर्यो मैले मर्नु पर्दैन म छँदैछु नि काजीबा म गर्छु त भन्नुभयो कति दुःख दिउँ तपाईँलाई मेरो लागि तपाईँले के गर्नुहुन्छ के म तिम्रो लागि जे पनि गर्न सक्छु हिज घर जाउँ घरमा लगिदिन्छु म ओहो सुप्रिया कति जान लागि त यतै गाउँ डुल्दा हिँडेको अनि त चाहिँ कहाँ हिँडेकी म नि तँलाई खोज्दै आएकी थिएँ नि हो र के काम थियो कि तेरो एउटा कुरा सुनेको थिएँ मैले हो र के कुरा हो के हो तेरो त बिहे हुन लागेको छ अरे नि त के हो त्यस्तो बिहे हुन लाग्यो त होइन बोयफ्रेन्ड चाहिँ छ ल ल बधाई छ बरु सुन्न भेना चाहिँ कस्तो हुनुहुन्छ भेटौँ न एकचोटि त भेट्ने हो क्या कस्तो हेर्न मन लागिसक्यो ल म तँलाई भेटाउँछु ल लिन्छ मेरो साथी बिहे के हो नमस्ते नमस्ते लेनाजी ल हजुर दुईजनालाई बधाई छ है धेरै खुसी लाग्यो होइन छिट्टै बिहे भोज खानुपर्छ है ओके थ्याङ्क यू खुवाउनुपर्छ है त भइहाल्छ नि अब मङ्सिरमा गर्नेछु भनेको छौँ है हुन्छ चाँडै हुन्छ होला हस् हस् रमाइलो गर्नुपर्छ एकदम ओके खुसी लाग्यो भेटेर हस् थ्याङ्क यू कहिले बिहे होला र नाच्न पाउँला भनेर बसेको अनि के त नि कस्तो नाच्न मन लागिसक्यो अहिले नाच्दिन मन लागिसक्यो मलाई सुन्दाखेरि अनि भेनाजुको घर चाहिँ कता नि ए मेरो हजुर मेरो यता बानेश्वर ए तँलाई चाहिँ फेरि किन चाहियो भेनाजीको घर कति डाढे हो सोध्दैमा के भएर अनि के अनि भिनाजुको भाइ पठाउनु परेन अनि कति हो नक्कली कहाँको पाउला र चान्स मारौँला भनेर बसिरहेको हुन्छ अनि मार्नु पऱ्यो नि त तब पनि ल अब ठिकै छ अब बिहेमा रमाइलो गर्नुपर्छ होइन
अब चाहिँ जाम होला म जान्छु ल ढिलो भइसकेको छ ए हुन्छ है ल ल हस् ल नमस्ते ल ल ल फेरि बधाई छ तँलाई जा जा म एकछिनमा आउँछु यसको कुरा नपत्याउनु है अनु यो त साह्रै नक्कली छ हो भइहाल्छ नि म त तिम्रै कुरा पत्याउँछु नि बाबाजी जय शम्भ कैलाशपति बस बालिके बाबाजी म त एकदमै दुःख परेर हजुरको शरणमा आएको के पर त्यस्तो बालिके ल खुलस्त भन मलाई ल खुलस्त भन ल खुलस्त भन्न पर्दा बाबाजी मेरो बुढो धेरै समयदेखि धेरै बिरामी हुनुहुन्छ कति उपचार गरिसके निको नै हुन सकेको छैन ल अरे चुप लाएर बस ल हात ल्याऊ मेरो हात होइन मेरो हात हेर्नुभन्दा एकचोटि मेरै घरमा गइदिनु म गइदिनु एकचोटि म यहाँ सबै दर्शकलाई के रहेछ म हेरिदिन्छु रुनी होइन सबै ठिक हुन्छ म अक्षता फुकेर दिन्छु यो लहरा खुवाउनु च्वाट हुन्छ भएन भने पछि एकचोटि फेरि फुक्नुपर्छ है न यो अक्षता पानीमा हालेर एक गिलास पानीमा हालेर खुवाउनु च्वाट हुन्छ केही भएन भने अनि म भन्नुला के गर्नुपर्छ है केही टेन्सन नगर हजुर जसरी भए पनि एकचोटि आएर घरमै आएर झारफुक गरिदिनु भयो भने धेरै गुण लाग्थ्यो ल म घरमै आएर पनि गरिदिउँ ल कहिलेसम्म आउनुहुन्छ म यसो टाइम मिलाएर आउँछु जसरी आउनु होला है ओहो अनिल दाइ कता लाउनु तपाईँ कहाँ जानु जिया नानी तलसम्म काम परेर जानु लाग्यो कता हिँड्यो तिमी म नि त्यही तल काम थियो अनि हिँडेको नि ल मलाई हतार त गएँ त ए हस् 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 ल नमस्ते अक्षता पढ अक्षता फुल धुपबत्ती लिएर आउनु त मम्मी यहाँ बस्नु साह्रै गाह्रो भएर कि के भयो तपाईँलाई ठिक हुन्छ ठिक हुन्छ राम्रोसँग गरिदिनु पर्यो गुरुभाइ ल अब तपाईँले छोड्छ एकछिन एकछिन ओहो उहाँलाई त कसैले उठाएर हान्दिएको छ उहाँलाई हजुर अब के गर्नु पर्यो त बाजे गरेर पनि उहाँको अब रोग चाहिँ निको पारिदिनु भयो उहाँलाई ठिक हुन्छ म फुकेर गरिदिन्छु अहिले खाने पानी फुकेर खानिदिन्छु उहाँलाई छोड्छ म गरिदिन्छु
ल छिटो हुन्छ ल अब उ गर्नु पर्दैन केही गर्नु पर्दैन टेन्सन लिनु पर्दैन मैले यहाँ पुगिदिन्छु मलाई अलिकति एउटा गिलास अलिकति थोरै पानी दिनु मैले यो फुकेर उहाँलाई अलिकति पानी ल्याउनु सबै कुराहरू ल यो पानी खाइदिनु तल छोड्छ ल पानी खाइदिनु एकछिन गाह्रो हुन्छ मलाई ल ठिक छ अब एकैछिन गाह्रो हुन्छ एकछिन चट्ट छोड्छ उहाँलाई छङ्ग हुन्छ एकछिन छोड्छ एकछिन अलिक गाह्रो हुन्छ हस् गुरुबा जसले बाण हालेर त्यतैपट्टि फर्के त ल ल निको हुन्छ टाठो भइसक्नु भयो हेर्नुहोस् ल ठिक छ गुरुबा धन्यवाद तपाईँलाई उहाँलाई हुन्छ अब अर्को एकचोटि पनि गर्नुपर्ने हुन्छ म समय मिलाएर आउँछु ठिक छ उहाँहरूलाई गरिदिन्छु अब टेन्सन लिनु पर्दैन अब उहाँ ठिक हुन्छ ल ठिक छ गुरुबा अब यसो गरौँ न त अब भित्रै जाउँ चिया पानी पनि गरौँ गुरुबालाई है त होइन म अहिले केही लिन्न अब मेरो पूजा गर्नु सन्ध्याकालीन पूजा गर्नुपर्ने हुन्छ ए हो म अब यो सन्ध्याकालीन म केही पनि बाहिर खान्न पूजापाठी गरेर भगवान्को घर गरेर हस् गुरुबा उहाँलाई छोड्छ अब केही लिनु पर्दैन हस् गुरुबा केही गर्नु पर्दैन है त ल ल म अहिले निस्किनु पर्दैन ल ल धन्यवाद 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 गुरुबा है त गुरुबालाई म छोडेर आउँछु लामा एकछिनको ख्याल गर्दै गर्नु गुरुबालाई यो कर्सियामा लगेर यो धुप हटाइदिनु हुन्छ यो धुप हटाइदिनु कर्सियामा लगेर अहिले म गएपछि मात्रै ए हस् ल गुरुबा ल ल यसरी ख्याल गर्दै गर्नु है त सबै गयो अहिले त राम्रै भयो हो बेलामा बुद्धि नपुर्याउँदाखेरि यसरी दुःख पर्दो रहेछ के गर्नु सबैलाई मेरो जस्तै नभइदिए भए हुन्थ्यो होइन है लौरे दाइ के भयो झोपेर पो बस्नु भएको छ त के गर्नु भाइ तनावै तनाव छ ए त्यो तनाव त मलाई नि छ नि लौरे दाइ यो जाउँ अब दाजुभाइ आज रमाइलो गर्नुपर्छ भट्टीतिर गएर जानेर जाने हो नि ल नमान्ने हिँडेको लौरे दाइ आज चट्ट लगाइदिनुपर्छ ठिकै छ लाउने भए आज लगाइदिनु अनि लौरे दाइ अनि तपाईँलाई चाहिँ के को टेन्सन भयो हो के गर्नु भाइ बेलामा बुद्धि नपुर्याएपछि तनाव हुँदो रहेछ ए छोडिदिनुहोस् लौरे दाइ मेरो पनि त्यस्तै त छ नि तिमीलाई चाहिँ के को तनाव भाइ के को टेन्सन हुनु र उता पाउ पनि बिरामी हुनुहुन्छ आमाले पनि बिहा गर भन्नुहुन्छ त्यस्तै हो लौरे दाइ त्यही हो लिउँ लौरे दाइ के गर्नु तिमीलाई पनि त्यस्तै रहेछ मलाई पनि त्यस्तै भएको छ दुइटा बिहे गरियो त्यही त लौरे दाइ के गर्नु यस्तै हो चुरो ठाउँ लौरे दाइ होइन म त चुरोट लिन्न बरु म मस्ती गर्छु बरु यो चाहिँ पर्ला जस्तो हो ल अन्त ठिकै छ नि त थपौँ लाग्यो छैन
भाइ मलाई त पुग्यो मलाई पनि पुग्यो अब जाउँ लाउरे दाइ जाउँ जिन्दगी यस्तै हो लाउरे दाइ टेन्सन नगर्नु क्या म छु अब तपाईँ घर जानु म मेरो घर जान्छु है त ल राम्रोसँग जानु कुनै टेन्सन नलिनु बाबु गुरुबाले यताउति गरेर त हेर त तिम्रो बाबा त निकै टाढो पो हुनुभयो त हो नि एकदम निको हुनुभयो बुबालाई पनि धेरै धेरै धन्यवाद त्यही त हो नि है तिमीलाई अहिले कस्तो छ अहिले अहिले म ठिकै छ मेरो बुढी ल अब तिमी एकदम खुसी हुनु है अब सुन्नु न बुढो अब हामीले छोरो पनि यत्रो हुर्केको छोरा छ होइन एउटा राम्रो खानदानको केटी हेरेर छोराको बिहे गरिदिनु पर्यो त्यस्तो छोराको कुरा त हामीले पनि गर्छ आफ्नो बाह्रै कुरा हो म त भन्दैन नि दाइना कुरा त्यस्तो हो बा आमा केटी त मैले हेरिसकेको छु होइन अब तपाईँहरूले हेरिराख्नु दुःख पर्दैन हेरिसकेको छु रे केटी मैले आफै हेरेको छु अब बा पनि बुढो हुनुभयो आमा पनि बुढो हुँदै जानुभयो अब घरमा सघाउने कोही छैन त्यही भएर अब मङ्सिरमा भएछ भने गरौँ न त आमा त्यस्तै घर जाने गाह्रो छ के भन्नुहुन्छ त्यही सल्लाह गर्नु के भन्थ्यो बाबु के भन्यो त्यस्तो कुरा कहाँबाट ल्यायो तिमी अब त्यो मैले पहिले नै एउटा चिनेको थियो अब तपाईँहरूले खोजिराख्नु पर्दैन क्या अब तपाईँहरूलाई के दुःख दिनु आजभोलिको जमानामा कहाँ बाबा मैले खोजिराख्ने भने आफै खोज्ने हुने मैले खोजिसकेको छु त्यही भएर चिन्ता नमान्नु ए मेरो बाबु के भन्छ ल ल एकछिन त बाबु बुढी केटी चाहिँ कहाँ के हो कति छ केटी त अब एकदम राम्रै छ बुहारी यो घरको बुहारीहरूलाई एकदम सुहाउनीले छ हामीलाई पनि भेटाउन त हुन्छ अब म चाँडै नै भेटाउनु ल्याउँछु ए हो त्यसो हो भने त ठिकै छ नि त राम्रै छ बाबु बरु खाना सेलाइसक्यो होला होइन अहिले पकाएको जाउँ किचनतिर खाना जाउँ रात पनि धेरै चढ्नु लागिसक्यो ल बुढी मैले कान्छीलाई लिएर आएँ अब हामी तिनजना मिलेर घर चलाउनु पर्छ अब जेसुकै गर्नु तपाईँ जे गरे नि गर्नु मलाई थाहा छैन खोइ के हो जेठी पनि ठुस्केर जान्छन् के हुनु नि पारा जेठी छस्केर गइहाली के अन्त मेरो मात्र गल्ती होइन तिम्रो पनि गल्ती छ नि तिमीले नलिएर म पनि त आउँदिनँ नि त हो धेरै हल्ला गर्नु पर्दैन दुईजना मिलेर बसेर त के हुन्छ त म मिलाउँछु जेठी ऊ बेलामा आँखा देखेनौ अहिले सौतामाथि हाल्यो त मलाई नि म जेठीलाई सल्लाह गर्छु नि त चुप्ला जाऊ भित्र गइहाल्छु नि म